किन माछा मार्न गएको कुरा गर्नु के भाइरल हुन्छ कि के त एउटा माछा बेच्ने मान्छे भाइरल भएको छ त्यहाँ तपाईँ भाइरल भयो भने त मिस्त्रीमा झन् हेड मिस्त्री छ झन् भाइरल बन्यो भने धेरै पैसा कमाउनु नि किन र आफै त त्यो के अरे भाइरल हुने जस्तो कुरा गर्नुहुन्छ त म कुरा गर्न जान्दैन किन्न जान्ने होला त्यतिकै दाइ त्यो माछा मार्दा कसरी मार्नुहुन्छ एउटा हामी त्यो भन्ने एउटा हुन्छ नि बाकस पहिलाको हाल्थ्यो के डिजल राख्थ्यो त्यही कस्तो हुन्छ र डोरी बाँधेर त्यही फाल्ने डिजललाई मिलेर त्यो कसरी पस्छन् माछाहरू त्यो सुकाएपछि त्यो एउटा हुन्छ नि हल्का भन्ने हामी त चौधरी भाषामा हल्का भन्छौँ त्यो हेल्कामा समात्ने त्यही बझाउने के केमा बाल्टिनमा तिनमा बझाएर त्यो छिटोमा राख्छ चेप्टी बाल्छ दाइ अनि त्यसलाई फेरि रातभरि मारेर के गर्ने त उ गर्ने दिनभरि मार्ने रातभरि त्यही सुकाउने घाममा के त्यो त घाममा कसरी सुकाउने भन्छु त्यस्तै पसार्ने के त्यस्तै पसार्दा कहाँबाट सुक्ला रे सुक्छ घाममा त कसरी भुइँमा धान जस्तो के सुकाउने सुटाउने त्यो घाम लागेपछि त्योबाट कुइला त हो त्यो त्यसको भुँडी फुलेपछि यस्तै खुट्टासित च्याप्ने के तिनको भुँडी निकाल्ने खायो केले च्याप्ने त हो त्यो खुट्टासित चप्पल लगाएर अबे 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 पट्ट फुट्छ तिनको भुँडी होइन के नै त्यो भुइँमा सबै सुताएर लात्ती हान्दिने यस्तै यस्तै खाने के अनि त्यस्तो गर्दा त्यो ढिला हुन्न तिनको भुँडी निक्लेपछि सुकिहाल्छ सिद्रा भइहाल्छन् गन्नाउने हुन्छ होइन अनि फेरि त्यो बोरी उछ्याएर होला त्यस्तो भुइँमा कुल्दा त त्यहाँ त हिला होला त्यस्तै डुबोमा के यस्तै हामी बाछौँ नि तल त्यस्तै डुबोमा सुटाउने घाँसमा सुटाउने यति बाक्लोसित फेरि सुटाउने किन उता लुब्दै जानुहुन्छ त्यो झन् कुरा गर्दा झन् त्यो माछा मार्ने कुरा गर्दै भाग्नुहुन्छ दाइ त